Yeah. Rapper 1045, real story. Yeah. Yeah. मेरो जीवन समर्पित म गीत लेख्दैछु अरू लेख्न थालिसके म चाहिँ अहिले मर्दैछु अरू भने तारा गर्न थालिसके म चाहिँ बल्ल यहाँ चन्द्रमा देखिँदैछु अरू भने पैसा कमाउन थालिसके म चाहिँ बल्ल यहाँ अहिले पैसा कमाउने बाटो भेट्दैछु अरू भने सफलताको शिखर चढिसके म चाहिँ बल्ल यहाँ सफलताको शिखर टेक्दैछु म पहिलेदेखि नै मेहनती असल थिएँ दुःखको व्यापार गर्न सिकाइयो दुःखको कसैले मलाई रुमाउँछ बारम्बार मैले लेखेको मेरै गजलले म एक्लो भएर होला सायद कसैले बोलाउँदा नि यहाँ जससँग झस्कन्थे म लगभग 14-15 वर्षको थिएँ मनमा कति सपना र खुसीहरू थिए मेरो पारा देख्दा समाजले मर्छ भन्थे बा आमा पनि र्यापानी र नै केही गर्छ भन्थे त्यति बेला मेरो कलम अनि मसी हतियार थियो वरिपरि दुश्मन कति यार कति थियो म दुश्मनलाई छाडी अघि बढ्दै थिएँ खुट्टा तान्ने मान्छे भएर होला सायद माथि चढ्नु भन्दा बेसी तल झर्दै थिएँ म माथि चढ्नु भन्दा बेसी तल झर्दै थिएँ पहिलेदेखि सानो जात कामी दमाई भनी समाजले हेप्यो यहाँ मन्दिरभित्र छिर्दा पनि हामीलाई नि रोक्यो म पनि बिस्तारै ठुलो हुँदै आएँ मैले कमाउने त परे जाओस् बाउको कमाइ खाएँ म बिस्तारै लफङ्गा साथीसँग लागेँ म बाटोमा ग्याङ बोकी हिँड्न थालेँ लामो कपाल लट्टा पारेर बिस्तारै जिन्दगीसँग आफै हारेँ म बाटो हिँड्दा साथी भाइ कार चढिरहेको छ कोही साथी डाक्टर यहाँ कोही चाहिँ खाडी गएको छ आमा बुवा भन्छियो खाती के गरिरहेको छ समाज आमा बुवा हिँड्दा लाइफ पनि लामो जस्तो बाँचे यहाँ पढ्दै एउटा केटीसँग मेरो लभ पर्यो मेरो मुटु पनि उसकै मुटुतिर सर्यो मैले माया गर्छु भन्दा भन्दै अरू कहिले बलात्कार गर्यो किताबमा ध्यान नदी बाटोमा ग्याङ बोकी मान्छेलाई ल्याङ गरी हिँडिरहेको राम्रो भन्न खोज्दा पनि समाजको अघि आज गिरिरहेको छु दुश्मन त छैन तर दुःखसँग भिडिरहेको छु लाइन लाग्ने बानी छैन चिटिङ गर्दै अघि सरिरहेको छु यही लाइन लाग्ने बानी छैन चिटिङ गर्दै अघि सरिरहेको छु यही लाइन लाग्ने बानी छैन चिटिङ गर्दै अघि सरिरहेको छु यही ऱ्याप हान्न नआए नि दुःख पोख्या छु नि यो गीतमा हारेको व्यक्तिलाई थाहा हुन्छ कति मूल्य छ नि यो जितमा अरूले रुवाउँदा पनि हाँसिराखेको छु म त यहाँ मर्दा मर्दै पनि बाँचिराखेको छु यही म त मर्दा मर्दै पनि बाँचिराखेको छु यही म त मर्दा मर्दै पनि बाँचिराखेको छु यही म त मर्दा मर्दै पनि बाँचिराखेको छु यही मानव जीवन भनेको एक दिनको मात्र होइन 100 दिनको दुःख कष्ट पनि सामेल रहन्छ 100 दिनको दुःख कष्ट पनि सामेल रहन्छ यही 2066 साल 10 महिना 5 गते माघमा भयो मेरो जन्म चिसो मौसम थियो यहाँ मर्दा मर्दै बाँचे धन्न कोही बेला बच्चा थिए अहिले सिकिरहेको छु बुढो बन्न मेरो कमजोरीको प्रतीक्षामा बसेका दुश्मनलाई सकिँदैन यहाँ अहिले गर्न आए सपनामा विभिन्न सफलताका भिड आधार राख्नु जसँग रोजी उठी लेख्न थालेँ मैले गीत लेख्दा पनि लेख्न थालेँ आफ्नो जित म गीत लेख्दा पनि लेख्न थालेँ आफ्नो जित म गीत लेख्दा पनि लेख्न थालेँ आफ्नो जित म